यिनीहरू फेरि एउटा नयाँ भिडियो आयो। यो प्रोटेस्ट भएको थियो आज चाहिँ, आजकै छ कि के छ, 1 मिनट म चेक गर्छु पहिला। 17 घन्टा अगाडि, यसको मतलब आजकै एउटा नयाँ प्रोटेस्ट रहेछ। अब प्रोटेस्ट चाहिँ के रहेछ कि ठ्याक्क त मलाई पनि थाहा भएन, किनकि म यस्तो कुराहरूमा त्यस्तो खास ध्यान दिँदैन। तर भएको चाहिँ के रहेछ कि फेरि एउटा प्रोटेस्ट भएको छ, जिन्जीहरूले गरिरहेछन्। त्यसमा चाहिँ आई थिङ्क यस्तो रहेछ कि योहरूले भनिरहेछन् कि हाम्रो देशलाई बेच्या छ, हाम्रो देशलाई बेच्यो, हाम्रो देशलाई बेच्यो, यसरी चाहिँ अहिले भनिरहेछन् है। अब प्रोटेस्ट गरेर चाहिँ अब के छ के छैन, अब त बानी नै परिसक्यो नाटकको। नाटक 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 जहिले जिन्जीले प्रोटेस्ट गरेको थियो, सरकार चेन्ज भएको थियो, त लाग्थ्यो अब केही न केही होला भनेर फेरि अब त्यही नाटक। ल त्यो सँगै भिडियो हेरौँ हामी। विदेशीले बनाएको र जेन्जी आन्दोलन पनि विदेशीकै इसारामा भएको हो भन्ने, तर आज त्यही सरकार भनेको थियो नि, एउटा पनि नाटक यिनीहरूको सकिँदै सकिन्न। विरुद्ध त्यही जेन्जीहरू राजीनामा देऊ देऊ भन्दै सडकमा उत्रिएका छन्। भनेपछि अब यहाँबाट दुईवटा कुरा प्रश्न हुन्छ, कि त यो सरकार विदेशीले बनाएको भन्ने कुरा बेतुकको हल्ला मात्रै थियो, कि त यो सरकारले विदेशीको इच्छा अनुसार काम नगरिकन देशको हितमा काम गर्न थाल्यो। यदि होइन भने हिजो सुशीला कार्की त हामी सबैको आमा हुन् भन्दै लम्पसार परेर खुट्टा ढोग्ने, अनि ओम प्रकाश अर्याल त बालेनको सल्लाहकार, ओली जोडिएको गिरीबन्धु काण्डको मुद्दा सर्वोच्चमा लाने देशभक्त व्यक्ति हो भन्दै वाहवाही गर्दै डिस्कोर्टमा भोट हालेर लो हाम्रो प्रधानमन्त्री भनेर छान्ने आफै, अनि अहिले 3 महिना पनि पुग्न नपाउँदै त्यही आमाको विरुद्ध सडकमा आउने, यो किन र के को? भनेको थिएँ नि, यिनीहरूको नाटकै सकिन्न यार। त्यसकैले म चाहिँ के भन्छु कि यस्तो प्रोटेस्टहरू हुन्छ नि, तपाईँहरू नजानुहोस् यस्तो प्रोटेस्टहरूमा। जानु पनि हुन्छ त तपाईँ चाहिँ अलि पछाडि पछाडि नै रहनुहोस्, अगाडि जानुको छैन, फाल्तुमा गोली खानुको छैन। नाटक 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 कति नाटक गर्छन् यिनीहरूले। हुनलाई म युट्युबमा हेट चाहिँ पहुँचाइरहेको छैन, म यस्तो छैन कि आफ्नै देशलाई हेट गरिरहेको छु, त्यस्तो छैन। तर नाटक चाहिँ मैले एउटा भिडियो पनि बनाएको छु, यसको पहिला पनि एउटा भिडियो बनाएको छु है, जसमा ज्ञानी चोर देश छोड कि त्यस्तै केही भनेको थियो। ओली चोर होइन है, फेरि त्यो केपी चोरको कुरा चल्ला छैन। एउटा पुरानै एउटा भिडियो थियो त्यसमा पनि त्यस्तै प्रोटेस्ट भएको थियो है। त्यसमा ज्ञानी चोर देश छोड भनेर भन्एको थियो। अब फेरि केपी चोर आयो, अब फेरि सुशीला कार्कीलाई अब त्यस्तो गर्छ। सधैँ एउटै नाटकै नाटक, केही न केही हुइ नै रहन्छ सधैँ। यसको अर्थ मैले जेन्जीहरूलाई खबरदारी गर्दै नगर्नु भनेको होइन, तर अझै 1 मिनट, तपाईँ जो पनि अहिले भ्युवर हुनुहुन्छ, जसले हाम्रो भिडियोलाई हेरिरहनु भएको छ, इफ तपाईँ 10 क्लासमा पढ्नुहुन्छ, 10 क्लास या 9 क्लासमा पढ्नुहुन्छ, या त्यसो तलको क्लासमा तपाईँ पढ्नुहुन्छ, त तपाईँहरू चाहिँ भिडियो नहेर्नुहोस् है, किनकि तपाईँहरूको लागि यस्तो मेन बनाएको छैन मैले भिडियो। यो 18 वर्ष भएको मान्छेहरूको लागि मात्रै यो भिडियो खुब बनाएको छु मैले, किनकि मैले डाइरेक्टली अलग्गै तरिकाले बोलिरहेको छु, अलि रिसाएको जस्तो बोलिरहेको छु। त त्यो तपाईँहरूको लागि चाहिँ यो भिडियो छैन, पहिले भनिदिन्छु। जो 18 वर्षको हुनुहुन्छ त्योहरू चाहिँ हेर्नुहोस् ल। खबरदारी गर्ने तरिका भएन। अब अहिले जेन्जीहरू भन्छन् यो सरकारले हामीले भने जस्तो काम गर्न सकेन, आन्दोलनमाथि दमन गर्न लगाउने तत्कालीन सरकारका ओली र लेखकहरूलाई पक्राउ गरेर कारबाही गर्न सकेन अरे। अनि सकोस् पनि कसरी र कहाँबाट? उता ओली खुलमखुला भन्दैछन् बरु गोली खान तयार छु तर बयान दिन जान्न, अनि ओली र लेखकलाई साथ दिन सिङ्गो एमाले र काङ्ग्रेस तयार छ। अर्थात् जेन्जी आन्दोलन र यो सरकारको विपक्षमा काङ्ग्रेस र एमाले एक ढिक्का छ। तर के यो आन्दोलन र सरकारको पक्षमा तिमी जेन्जीहरू एक ढिक्का छौ? हो, तिमीहरूले आज सडकमा गएर खोजेको प्रश्नको उत्तर यही हो कि तिमीहरू 2 दिने आन्दोलनबाट भवितव्यमा बनेका अगुवा वा नेताहरूमा एकता नभएकै कारण यो सरकार लुलो भयो। ल म एउटा लास्ट एउटा कुरा बोल्छु, त्यसको चाहिँ मजाले भिडियो हेर्नुहोस्। यो जेन्जीहरूको के हुन्छ थाहा छ? यो जेन्जीहरूमा चाहिँ जस्तै अब एक तरिकाले जहिले न्युज रिपोर्टरहरूले न्युज पनि लिइरहेको थियो नि, यो जेन्जीहरूको आन्दोलन जहिले भइरहेको थियो नि, जहिले गोली सोली चलाएको थियो, 8 सेप्टेम्बरको कुरा छ। त त्यो टाइम पनि यस्तै नाटक भएको थियो कि सबैजना लैमा लाग्छन्। सबै एउटा मान्छेले केही बोलिदिन्छ, अब सबैजना पछाडि पछाडि लै गरेर सबै लागिराख्छन् एक दुसरासँग, कि हामी पनि जाऊँ नि। एउटा कुरो म तपाईँहरूलाई क्लियर गर्छु है राम्ररी। यस्तो छ कि तपाईँ नि कसैको पनि लैमा जानुहुन्छ नि, अझै तपाईँले जस्तो अब गोली खायो केही पनि भयो त्यस्तो, ठिक छ नहोस्, तर मान्नु मतलब एक तरिकाले गोली खानको मतलब चाहिँ मलाई यस्तो भनिरहेको छैन कि तपाईँले गोली लागोस्, यस्तो भन्न चाहिरहेको छैन। तर गोली खायो भने पनि लाग्छ नि कि मैले त गोली खान्छु देशको लागि,
धेरै ठुलो काम गरे। रियलमा चाहिँ यो भन्नलाई मात्रै हुन्छ। तपाईँले गोली खायो 2-3 दिनसम्म चल्छ यो कुरा, त्यसपछि खतम, सक्यो। कसैले यादसहित गर्दैन, त्यस्तो हुन्छ। तपाईँको आमा बुवाले मात्रै याद गरेर हुन्छन् कि किन मैले भेजाएँ आफ्नो छोरालाई त्यहाँ। त त्यसकै लागि भन्दछु तपाईँहरूले चाहिँ यस्तो कुराहरूमा नलाग्नुहोस्। मैले चाहिँ मेरो माइन्डसेट यस्तो छ कि प्रोटेस्टमा जाँदै नजाओस्। मेरो माइन्डसेट त्यस्तो छ, किनकि यहाँ नेपालमा कति पनि प्रोटेस्ट भएको छ, कहिले पनि काम गरेको छैन प्रोटेस्टले। जस्तै म एक्जाम्पल दिउँ त यस्तो रहेछ कि प्रोटेस्टकै कुरा गऱ्यो भने एक दिन कुन अर्कै देश अमेरिका थियो या कुन देश थियो, एउटा कुनै बिल पास भन्ने थियो, कुनै प्रोटेस्ट चल्दा थियो बिल पास भनेर है। त्यसमा चाहिँ के थियो कि अमेरिकाले नेपालको रिसोर्सेसहरू छ नि, जो युजफुल रिसोर्सेसहरू चाहिँ लिन्छ, किनकि देशले बेच्दा थियो त्यो रिसोर्सेसहरू अमेरिकालाई। कतिचोटि प्रोटेस्ट भयो, केही पनि भएन, फेरि हार्यो। अब प्रोटेस्ट जित्छन् पनि त केही पाउँदैन, फेरि नयाँ प्रोटेस्ट। त्यसको लागि तपाईँहरू यस्तो प्रोटेस्टमा नलाग्नुहोस्। लाग्नुको छ त सेफ डिस्टेन्स राख्नुहोस्, अझै प्रोटेस्ट गर्नुहोस्। ल अब मजाले हेर्नुहोस् भिडियो। भएको यसो भन्दै गर्दाखेरि यो सरकारले पछिल्लो 3 महिनाभित्र केही पनि काम गर्दै गरेन भनेर भन्न मिल्दैन, किनकि अख्तियार पनि सरकारको एउटा अङ्ग हो र अख्तियारले जसरी पहिले थन्क्याएर राखेको फाइलहरू अहिले भटाभट खोलिरहेको छ, त्यसको कारण यही सरकार हो। त्यसैले केही गर्दै नगरेको भन्न मिल्दैन, तर जति गर्नुपर्ने हो त्यो चाहिँ पक्कै नगरेकै हो। गरोस् पनि कसरी, हप्तै पछि एउटा न एउटा जेन्जी आफ्नो माग लिएर सिंहदरबार पुगेकै छ। मुद्दा लगेर गयो, अदालतले फुत्त धरोटीमा छाडिदिन्छ। काङ्ग्रेस एमाले पेलेकै छ, अदालतबाट कुन दिन सरकार ढल्ने हो ठेगान छैन। अहिले भटाभट फाइल खोलौँ भने भोलि सत्ता तिनीहरूकै हातमा जाने पक्का छ, अनि त्यसपछि के हालत हुन्छ त्यो पनि थाहा भएको कुरा हो। आँटै गरेर लौ न त अलिक ठुल्ठुलो नेतालाई पक्राउ गरौँ भने प्रहरी प्रमुखहरू मान्दैन, उल्टै राजीनामा दिने धम्की दिन्छन्। आउने निर्वाचनमा सत्ता युवा र नयाँको हातमा जाने कतै केही छाटकाट देखिँदैन, किनकि नयाँ भन्नेहरू त एक अर्कासँग सिङ्गौरी खेल्न र खुट्टा तानातान गर्नमै व्यस्त छ, अनि यो सरकारसँग आँट चाहिँ आओस् कहाँबाट। त्यसैले यदि साँच्चै जेन्जी आन्दोलनको मर्मलाई जीवित राखेर देशमा परिवर्तन र सुशासन ल्याउनु छ भने यसरी सडकमा आएर होइन, सबै खाले जेन्जी नामक समूहहरू पहिले खारेज गर, अनि देशैभरको जेन्जीहरूलाई समेट्न र अटाउन सक्ने गरी एउटा आधिकारिक जेन्जी समूह बनाऊ। हल्ला वावाईमा होइन, कसरी बन्छ यो देश भन्ने कुराको गहन छलफल गर, धेरै सबैलाई राख होइन, ठुल्ठुला विज्ञहरूलाई राख, एउटा छलफल गरेर भाषणमा होइन प्र्याक्टिकल हिसाबले एउटा खाका बनाऊ, अनि त्यो भिजन पहिले आफूले राम्रोसँग बुझ, अनि घर घरमा गएर आफ्नो आमा बुवा र छिमेकीलाई बुझाऊ। सबै जेन्जीहरूले यति मात्रै गर्न सक्यो भने आउने निर्वाचनबाट सही व्यक्तिहरू पक्कै पनि सत्तामा जान सजिलो हुनेछन्, अनि त्यसपछि ती व्यक्तिहरू नबिग्रिउन् भन्ने खातिर सत्तामा पुगेपछि उनीहरूलाई निरन्तर खबरदारी गर। यति गरेपछि बन्दैन त देश। सधैँ खालि सडकमा आउने, नारा गर्ने, जुलुस गर्ने, खालि मुर्दाबाद र जिन्दाबादको नारा लगाएर देश कदापि बन्दैन। यो कुरा हिजो विगत जब माओवादीको जनयुद्ध भयो त्यसपछिदेखि अहिलेसम्म भोग्दै आएको देख्दै आएको कुरा हो। त्यस कारणले गर्दाखेरि सडकमा आउने, फेरि थप क्षति गर्ने, बेकारमा युवाहरूलाई लडाउने फुटाउने काम कसैले पनि नगर। म यही भन्न चाहन्छु कि अब यो देशमा परिवर्तन गर्ने हो भने पहिले तिमीहरू जेन्जी भन्ने समूहहरू पहिला एक बन। अहिले जेन्जी पनि खाले जेन्जी, कोही राजावादी जेन्जी, कोही केवादी जेन्जी, कोही हिन्दूवादी जेन्जी, कोही अर्को जातवादी जेन्जी, यस्तो पाराले हुँदैन। जेन्जीहरू कुनै वादी र धर्म कर्म दल नभइकन एउटा सीमित सिङ्गो सङ्गठन बनाऊ जेन्जीहरूको, त्यसमा सबैलाई समेट, मै हुनुपर्छ नभन, सबैलाई मिलाएर अगाडि बढाऊ, अनि त्यो हिसाबले अगाडि जान सक्यो भने बल्ल जेन्जी आन्दोलनको मर्म बच्न सक्छ। कसरी जेन्जी आन्दोलन यस्ता ठुला आन्दोलनपछि कसरी सर्भाइभ गरेको रहेछ, त्यो देशमा सत्ता कसरी चलेको रहेछ, अरू देशको उदाहरणहरू हेर, सिक, त्यहाँबाट केही कुराहरू राम्रो कुराहरू लिऊ, अनि मात्रै देशमा चाहिँ दियो। होइन भने अबको केही महिनापछि चुनाव हुन्छ या संसद पुनर्स्थापना हुन्छ, त्यसपछि जेन्जीहरू जेल जाने तयारी गर। ल मैले भनेको थिएँ नि, यो दाइले पनि ठ्याक्क सही नै बोल्नु भएको। के रहेछ कि सधैँको भइसकेको छ यो, मतलब त्यो दाइले पनि अहिले भन्नुभयो नि कि पहिलाबाट नै यो चलि नै रहेछ मजाले। एउटै कुरा भइरहेछ, फेरि एउटैमा प्रोटेस्ट चलिरहेछ, फेरि एउटै कुरा भइरहेछ, फेरि गोली खाइरहेछन्, फेरि के भइरहेछ, सधैँको एउटै नाटक रहेछ। त्यसकै लागि यस्तो छ कि प्रोटेस्ट, मलाई त प्रोटेस्ट भन्ने त नेपाल इन्डियामा त के कामकै लाग्दैन मलाई। नेपाल इन्डियामा त प्रोटेस्ट भनेर, जस्तै इन्डियामा हुन्छ नि कि प्रोटेस्ट भयो, गोली खायो, सबै भाग्छन्, आफ्नो भुल्छन्। हुनलाई नेपालमा त्यस्तो एकदम मतलब गोली जसले हानेको थियो सबैजना भागेको थियो है। म मतलब सबैजना भागेको थियो भन्दा मिस्टेकली सबैजनाले फेरि प्रोटेस्ट गरेको थियो है, त्यो चाहिँ भएको थियो। म मान्छु 8 सेप्टेम्बरको कुरा गरेर छु।
तर मेनली चाहिँ के रहेछ कि अब एक तरिकाले हामीलाई चाहिँ के छ कि हामीहरूको यही प्रब्लम रहेछ मेनली हाम्रो देशको चाहिँ यही प्रब्लम रहेछ कि अब प्रोटेस्ट गर्न छ त के रिलेटेड प्रोटेस्ट गरेर त्यो सहित हामीलाई थाहा छैन। हामी चाहिँ मात्रै जान्छौँ दौडेर जान्छौँ सिधै प्रोटेस्ट गर्न। हामीलाई थाहै हुँदैन कि के गर्ने के नगर्ने है कसरी म्यानेज गर्ने कसरी नम्यानेज गर्ने। म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु है। 8 सेप्टेम्बरमा के भएको थियो कि त्यहाँ गाइड गरेको थियो यसरी यसरी हामी त्यहाँ जाने हामी तोडफोड नगर्ने हामी यो नगर्ने जेनजी आन्दोलनको कुरा गरे 8 सेप्टेम्बर त हामी तोडफोड नगर्ने हामी यो नगर्ने यस्तो यस्तो सबै भनेको थियो लिडरहरूले। हामी नेपाल भन्ने एउटा थियो मेनली एउटा मतलब ग्रुप थियो है पुरै हामी नेपाल भनेर है। त त्यो हामी नेपालको ग्रुप भन्न चाहन्थ्यो आएको है। अझै भनेको कि त्यो संस्थाले चाहिँ यो भनेको थियो कि के हामीलाई गर्नु पर्यो के हामीलाई गर्नु परेन। तर मान्छेहरूले के गर्यो मतलब जिन्जीहरूले के गर्यो तोडफोड गर्न स्टार्ट गर्यो नाटक गर्न स्टार्ट गर्यो। तोडफोड एउटा फिक्स गरेको थियो यो लोकेसन भनेर ठ्याक्क फिक्स गरेको थियो कि यो लोकेसनसम्म हामी जाने अझै त्यसको पछि हामी फेरि फर्किने। तर योहरूले के गर्यो तोडफोड गर्यो त्यसकैलाई गोली चलाएको रियल कारण नै त्यही छ त्यसकैलाई गोली चलाएको। नै रुल वाइजै चलिरहेको हुन्थ्यो त प्रोटेस्ट हुन्थ्यो 2-3 दिनसम्म नौटङ्की चल्थ्यो सकिन्थ्यो सबै। हुनलाई जित्न चाहिँ नजित्थ्यो त्यो त म पक्कै भनिरहेको छु। पहिला राजा आओस् भन्छ कहिले नेपालमा राजा आओस् कहिले यो होस् कहिले त्यो होस् यो चलिरहेको हुन्छ भाइ बहिनीहरू है। या भाइ बहिनीहरूलाई त भगाएँ मैले त दाइहरू या मेरो जति लेभलको मान्छेहरू है मतलब भन्न चाहिँ यो चाहेको कि यो हुइ नै रहन्छ तपाईँहरू प्रोटेस्ट नजोइन गर्नुहोस् चाहे जेको पनि प्रोटेस्ट होस्। म यता धम्की दिइरहेको छैन मतलब भनिरहेको छु मेरो ओपिनियन है। कमेन्टमा चाहिँ गाली लेख्नको खोज्नु नहोला उनलाई चाहिँ 5-6 भ्युज नै आउँछ तैले पनि त्यो 5-6 भ्युजको मान्छेहरूले पनि मतलब साथी भाइ बहिनीहरूले पनि गाली दिनको काम नगर्नु होला कमेन्टमा गाली दिनको काम नगर्नु होला है। म पहिले भनिरहेको छु ल धन्यवाद।